हेलो हजुर नमस्कार। उही अरनीको राजमार्ग सिन्धुपाल्चोक साङ्गाचोक सिमले माइला दाईको भान्साघर छ। यो सबभन्दा पुरानो हजुरहरूको यो होटल हो। हेर्नुहोस्, म भए यहीँको लोकल माछा यही हो। हेर्नुहोस्, खोलाको प्योर माछा लोकल लिएर आउने। भाले पनि हजुरले छानेर बनाउन सक्नुहुन्छ। मसलाहरू सब जोगाड गरिदिने, टिन पान गर्ने काम मेरो। बनाउने काम हजुरहरूको, आफै बनाउनुहुन्छ भने नि हजुरहरू बनाउनुहोस्। यहाँ खाना खाने माइला दाईको भान्साघरमा, सुत्न जाने सुकुटे बिचतिर जाने। हेर्नुहोस्, सबभन्दा पुरानो ठाउँ जस्तै कालिम्चोक जाँदा भयो, दोलखा जाँदा भयो, अब जस्तै तातोपानी जाँदा भयो, कालिम्चोक जाँदा भयो, जस्तै सबै दाउरामा बनाएको खानासाना खाने, माछा खाने अनि सर्लक्क उता जाने। हजुर यहाँ कालिम्चोक जाने कति किलोमिटर त्यहाँ? सबभन्दा पुरानो होटल चाहिँ उही पुरानो माइला दाईको भान्साघर है। नम्बर यहाँ छ है, नम्बर यहाँ छ। माछा यही खोलाको असला माछा हेर्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस्, बनाइराख्या हुँदैन, आफैले छानेर टक्क बनाउने। हजुरहरू पाल्नु होला, आफै बनाउनु होला। हजुरहरूलाई स्वागत हुन्छ। ल, दोलालघाट मलेखुको जस्तो नसम्झिनु। दोलाघाट मलेखुको पासै छ हजुर। यो पासो नै छ। ल हेर्नु, त्यहाँ पासो नै छ। हेर्नुहोस्, भाले पनि छानी बनाउने। हेर्नुहोस्, लोकल चामल हुन्छ, लोकल कुखुराको हुन्छ। अनि त्यसपछि अब ढिँडो खाने, फापरको खाने कि कोदाको खाने कि मकैको खाने कि होइन, लोकल चामलै खाउँ भने नि मजासँग लोकल चामल बनाउन सकिन्छ। उही हरानीको राजमार्ग हो, उही पुरानो माइला दाईको भान्साघर। सबभन्दा पुरानो होटल चाहिँ यही हजुरहरूको है हो, सिमलेमा। हेर्नुहोस् त, यी नम्बरहरू यहीँ छ हजुर। यहाँ नम्बर यहीँ छ, नम्बरहरू यहाँ छ। अरनीको बाटैको छ। गाडीको वासिङ त्यता छ हजुर, गाडीको वासिङ त्यता छ होइन। गाडीको पार्किङ ठनक्कै छ होइन। गाडी राख्नु पनि कहाँ राखौँ के छैन। सुत्न जान चाहिँ यहाँ त अब बनाएको छैन आफ्नो, भोलि पर्सि बनाउला, अलि पछि बनाउला। अहिले खाना खाने मात्रै हो। खाना खाने, सुत्न जाने चाहिँ सुकुटे भिततिर। हेर्नुहोस् हजुर, ल हजुरले छानी बनाउनु सक्नुहुन्छ। भाले पनि, माछा पनि एकदम छानेर बनाउनु सक्नुहुन्छ। हेर्नुहोस्, भए यहीँको लोकल माछा ल्याउने, नभए छैन है भनिदिने। हेर्नुहोस्, एकचोटिको व्यवहार गर्न हुँदैन। ल हजुरहरूले छानेर बनाउनु सक्नुहुन्छ। ल हजुरहरू पाल्नु होला। अब चित्त बुझ्यो भने हजुरहरू पनि पाल्नु होला। के कस्तो भयो है सर? ठिक छ हजुर। भाले पनि हेरौँ त सर। भाले पनि एउटा कतिले लिएर आउँदा एकछिन है। भाले पनि म लिएर आइ त खान्छ। छरी भएको निराजन, हामीले माइला दाईको भान्साघर भन्ने चाहिँ हाम्रो उही पुरानो माइला दाईको भान्साघर होटेल। हाम्रो चाहिँ यो सिन्धुपाल्चोक साङ्गाचोक वडा नम्बर 11 मा पर्छ यो। हेर्नुहोस् होइन, यी लोकल भाले अनि लोकल माछा हाम्रो चाहिँ यहाँ आउँछ फ्रेस। हेर्नुहोस्, अनि हामीले चाहिँ अब कुन खाने भनेर हेरेर आफ्नै आँखा अगाडि बनाएर खान पाइन्छ। हेर्नुहोस्, यो यति ताजा होइन, आफ्नो चाहिँ एकदमै ऊ हुने गरी छडी हेर्नु। यहाँ छडी हेर्नुहोस् है, लोकल भाले। ल हेर्नुहोस् है, छडी। यो चाहिँ 3 वर्षको भाले है सर। यो चाहिँ ठ्याक्कै 3 वर्षको भाले। यो चाहिँ हजुर यो त्यस्तै हो। अब यो तामाङ गाउँको हो सर होइन। यो राम्रो हजुर, छाडा छोलेर मजाले पालेको कुखुरा हो यो चाहिँ। लपन छपन छैन हजुर, सिधा स्ट्रेट कुरो भयो यो त। ल हेर्नु होला, हजुरहरू सबै आउनु होला होइन। सिमले माइला दाईको भान्साघरमा सम्झेर आउनु होला। लोकल ढेँडो होइन, लोकल चामल को चाहिँ भात बन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको लागि छ नि, लोकल माछा, भाले, ढेँडो, लोकल चामल सबै तपाईँहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ। हेर्नुहोस्, तपाईँहरू आउनु होला। फोन नम्बर पनि सम्झिनु होला है, 98 41 10 52 41 है। माइला दाईको भान्साघरको नम्बर है सर। यो चाहिँ उहाँहरूलाई एकदमै राम्रो। ल हेर्नु होला, अँगेनामा पकाएर है सर। यो चाहिँ फेरि हाम्रो दाउरा चुलो मजाले। हजुर, यो दाउरा चुलोमा पकाएर खुवाउने हो तपाईँहरूलाई। ढेँडो र लोकल कुखुरा, खसी अनि यो लोकल माछा। हजुर, ल हजुरहरू सम्झेर आउनु होला। एकदम फ्यामिलीको लागि चाहिँ राम्रो छ है सर यो खानको लागि चाहिँ। हेर्नुहोस्, ल हेर्नुहोस्, हाम्रो 3टा कुखुरामा एउटा चाहिँ त्यहाँ बनाइसकेको छ हजुर। त्यो भातै हो त्यो छ हजुर। एउटा चाहिँ यहाँ अर्डरको लागि बनाइराखेको छ सर होइन। 2टा चाहिँ यहाँ हाम्रो बाँकी नै छन्। अब यी पनि चाहिँ हाम्रो यहाँ अर्डर आउने बित्तिकै यो पनि यसै गरी पाक्छ। हेर्नु यहाँ हजुर, त्यो भात भयो, मासु भयो। आज हामीले खाने भाले कुन चाहिँ काका देखाइ तपाईहरुको आज यो 3 वर्षको हेर्नुस् यो छडी हजुर छडी आको भाले उहाँहरुको 3 वर्षको
हजुर जति वर्ष भयो त्यति लामो हुँदो रहेछ हजुर हजुर सर्लक्क 3 वर्ष यो रहेछ चाहिँ दुम्सीको काँडा बराबर छ सर यो ल हेर्नु हाम्रो यो मासु हेर्न लोकल यही हो मासु चाहिँ हो लोकल कुखुरा ल हजुर मायामाई ल हेर्न यो लोकल कुखुरा भने यस्तो पो हुनुपर्छ ल लगेन भने त हजुर भयो दाउरामा दाउरामा यसरी पकाएर खानु पर्छ ल अनि पो मान्छे बन्छ यो हाम्रो त उयो टाउपुरी सिङ्गै छ नि त उ भाले भाले गयो ल ल भाले अन्त यो 3 वर्षको भाले अनि अब यसलाई चट्टा पारेर हैन सोलमारी खाने के सोलमारी ल सोलमारीसँग भाले पनि दामी रहेछ हजुर यो त दाउरामा यो पो तरिका हो त हजुर कुखुराहरू माइला दाइको भन्छ है धन्यवाद मैले दाइलाई यति दाउराबाट यही हो भाले चाहिँ यही हो हजुरको ल ल उहाँहरूको लागि ढेँडो लोकल चामल अनि यो लोकल माछा उहाँहरूको चाहिँ अघि नै दिउँसैदेखिको अर्डर हो यो होइन उहाँहरू फोन गरी वरिकन आउनुभएको उहाँहरूकै लागि यो मगाएर चाहिँ हामी अब यहाँ चट्ट यसलाई सफा गरेर यसरी काटेर अब पकाउँदैछौँ उहाँ सरहरूको लागि अब यो चट्ट लाएर लोकल माछा उहाँहरूले चाहिँ भन्नु चाहिँ 1 हप्ता अगाडिदेखि नै माइला दाइ हामीलाई चाहिँ यति राम्रो माछा चाहिँ उ गरिदिनु होला हामी चाहिँ आउँदैछौँ है तपाईँको होटेलमा माइला दाइको भान्साघरमा चाहिँ भनेर उहाँहरूले 1 हप्तादेखि चाहिँ उ गरिरहनु भएको थियो त्यसले गर्दाखेरि उहाँहरूको लागि यति राम्रो माछा ल हेर्नु है सरहरू असला माछा यो उहाँहरूको लागि चाहिँ अहिले झोल बनाउनु लागेको ढेँडो एक आइटम लोकल चामल बनाएर उहाँहरूको लागि तयारी गर्दैछौँ है सर यो हाम्रो चाहिँ उहाँहरूको लागि माछाको लागि मसला पिन्दैछौँ है सर यो चाहिँ है उहाँहरूको लागि चट्ट लाएर सिलौटामा पिसेर हेर्नु है सर सिलौटामा पिसेर उहाँ सरहरूको लागि चट्ट माछा असला माछा झोल हालेर बनाउने चाहिँ हामी गर्दैछौँ अहिले उहाँहरू चाहिँ हामी आएर बनाउने हाम्रो आँखा अगाडि भन्नुभएको हुनाले हामी गर्दैछौँ सर हेर्नुहोस् कति राख्ने हजुरहरूलाई रस कति राख्ने यो बुढो होटेल हो खाना पिउनु चाहिँ हुन्छ भन्नु त सरहरूले एउटा हाल्दै चामै हजुर सफा सुग्घर होइन सर म माछा रसमा राख्दैछु है सर दाउरामा यस्तो बनाएर माछा यस्तो चलाउनु पनि पर्छ सर यो राखिन्छ यस्तो गरेर चलाउनु पर्छ सरहरूलाई है केही हुँदैन मान्छे फुर्का माछा धुलो हुन्छ भन्छन् यसलाई त सिट्ठी लाएर पकाउने हो नि सर अच्छा दाउरामा हेर्नु त यो पो तरिका रहेछ हजुर उही पुरानो माइला दाइको भान्साघर ल हेर्नु त आहा यो पो तरिका रहेछ त हजुर यो गाडीले नै चलायो केही फरक त्यस्तो भयो
यस्तो गर्छ भन्नु न भाउ ल हेर्नु त उही पुरानो माइला दाइको भान्साघरमा आहा दाउरामा त योको तरिका हो त हजुर माछा बनाएको लोकल खोला प्योर माछा झोल लोतो लोतो जान्छ है माइल दाई जान्छ होला है माइल बाउटु मजासँग खाइने हो ढिँडोलाई हेर्नु त आहा ढिँडो खाँदा दाउरामा हेर्नु त मजाको गुरगुर बजाएको छ ल अब झिटमा त यो पाक्दैन अब चाहिँ नफुटाउनै माछा यो माछा एकचोटि Ngalai cek cek. सो सोलबाला सुँगुरी भरको लोकल माछा आइपुग्यो हजुर यो खानु हजुर हामी लोकल असलै हो त असलै माछा पासै थियो है अघि हामीले थालमा देखाएको जुङ्गा असला माछा यता त्यो त जुङ्गा हुँदैन हजुर यो जुङ्गा माछा होइन त्यो जुङ्गा चाहिँ लाङ हुन्छ त्यो जुङ्गा माछा चाहिँ यो चाहिँ के हजुर माछा खाँदै गर्ने के खोला रे दाइ यो माछा सुनकोसीको सुनकोसीको सुनैमा खाने माछा नचलाई नफुटाइकन निकाल्नु एक एक पिस टक्क टक्क निकाल्नु बिस्तार सरक सरक एक एक पिस निकाल्नु चलायो भने कम दामी। चलाएस त खत्तम भयो त्यस्तो राम्रो बारे ओहो हाम्रो यहाँ माइल दाइको पुरा बिस्तार निकाल्नु नि खुल्ले भन्छ तर माछा पनि मुख चाहिँ ठुलो हुँदैन। माछा त एकदम दामी दाउरामा मजासँग बनाएर हजुर यो हेर्नु त लादी भुँडी उही पुरानो माइला दाइको भान्साघरमा दाउरामा मजासँग चुलामा बनाएर आफै बसेर बनाउनु भयो त्यहाँ मसला पिन्न लाइकन तर हजुरले चाख्नुहोस् के कस्तो भएको छ हजुरलाई मन पऱ्यो भने अरू साथीहरूलाई नि भन्नु होला प्रचार गर्नु होला प्रचार गर्नु पर्यो अब किनभने आफ्नो उही खाना खानालाई माछा खानालाई उही कहाँ आउने भन्दा सिन्धुपाल्चोक सिमले माइला दाइको भान्साघरमा सिमलेमा अरनीको हाइवे अरनीको हाई माइला दाइको भने यस्तो सब फेमस छ नि पुरै अब छँदैछ नि हजुर उही पुरानो माइला दाइकै हो है हेर्नुहोस् है हजुर हजुरहरू नै आउनु होला है ए अब त आउने हो। रातकोमा दुलाल चिन्छ नि अब हामी ढेँडो ओडालेको हेर्नु जाँदैछौँ यो माइल दाइको लडाकु रहेछ ढेँडो कोदोको ढेँडो र मकै होइन बाबु मिस गरे हजुर फापर फापर पनि मिस 3 थरी अच्छा लेकिन लन्डनको चिसोले सिन्धुपाल्चोकको ढेँडो यस्तो मजाले नि यो पाखुरा हेर्नु नि यहाँ बाइसेप ट्राइसेप जम्मै निस्किने गरेर चाहिँ हाम्रो दाजुले जम्मै लतारिरहेको छ जम्मै यहाँ हेर्नु नि ट्राइसेप कस्तो बन्छ यो बाइसेप ट्राइसेप ल हजुर सर अनि यहीँ आएर बनाएको सर यो पनि ल सबै कुरो बन्दो रहेछ मसला आउँदो रहेछ हातको जम्मै आगोमा हेर अस्ति यो दसैँ अगाडिको खोलाले बगाएको दाउराहरू होला सायद हजुर सर ए मान्छेको उहाँ राखिरहेको दाउरा सबै बगाएको छ सर अनि ल्याएको त्यो वन जङ्गलको सबै होइन होइन यो वन जङ्गलको होइन है सर यो ढेँडो चाहिँ यसको तेल निक्लिने बनाउनु है हजुर हस् सर हेल्दी फुड हेल्दी खाना हो यो चाहिँ होइन फापरको ढेँडो हजुर सर माइला दाइकोमा चेप्पोमा तोरी पेले जत्तिकै गरेको छ दाजुले एकदमै हजुर सर यहाँ घाँटीको नसा फुलिने गरेर दाइले कसरी गरेका छन् सबैजना आइदिनु होला दर्शकहरू हामी त विश्वास लागेरै आइरहेछौँ यहाँसम्म अहिलेसम्म भिडियो चाहिँ सुरदोष मोक्तानज्यूको युट्युबमा अपलोड हुँदैछ भोलि पर्सिमा सबैले सरप्राइज के गरिदिनु होला भन्ने जानकारी गराउँछु हो ए सुनकोसीको माछा हड्डी चपाउनु पर्छ भन्छ काँडा जबरी माइ सम्म तार खाँदैम ठिक ल खै माछा चाहिँ बबालै छ तर मैले चाहिँ हड्डी चाहिँ एउटै फ्याल्दैन म चाहिँ चिरिप्पै पारेर मिल्कै पार्ने खाएपछि यो हरायो मुखमा छिट्यो हामीले चाहिँ अब ढेँडोसँग खानको लागि यसरी राखेको छ झोल साइड हजुर हो यो यस्तो छ लुतो जान्छ हजुर
फापरको फापरको ढेँडो, मकैको ढेँडो, मिस, कोदोको ढेँडो मिक्स गरेको छ। त्योसँग यो चप पचाउँदा लुटु जान्छ आखे पुच्छर खानै भयो। ल भन्नुहोस्। हेर्नु है उहाँहरूलाई चट्ट यो चाहिँ फापर कोदो मकै मिसाएर चाहिँ मैले यहाँ भर्खर पकाएर चाहिँ उहाँहरूलाई म हाल्दैछु है सर। माइला दाईको भान्सा घरमा चुलोमा पकाएको ढेँडो हजुरहरूलाई ल हेर्नु होला है मन भन्छ। अब हामी लाँदै ढेँडो आयो है हजुर अर्को नि एउटा होइन खोइ घिउ खानलाई घिउ खानु दुईजनाले खान्छ होला घिउ। माछा चाहिँ के खायो? म त यो कोदोको ढेँडोसँग बाजेले फापर लगाउँ। कोदोको ढेँडो नाकाले स्या योभन्दा राम्रो हुन्छ क्या? योभन्दा राम्रो अर्कै हुन्छ क्या हो? सुनकोशी खोलाको माछा, सिन्धुपाल्चोक जिल्लाको ढेँडो लोथन हो। लुतु नअड्की जान्छ है, अड्केन होला। कुर्लुक्कै निल्यो धेरै ल है हाम्रो बाजे ल ल ल ल सर्लकै है त सर्लकै साइली काँदे जे भयो याखे घिउ अलिकति हाले जस्तो घिउ हाले जस्तो जाक्का। यो चाहिँ ओरिजिनल गाईको घिउ होइन? ल आच्चामै सोल्जिम है आँखे चाहिँ आच्चाममा चाहिँ सोल्जिम। दुई खाने हो कि यो चाहिँ हजुरहरू पनि आउनु होला है। है सिन्धुपाल्चोकको सिम यहाँ आयो भने पल्किन्छ पर्ने फेरि है माइलाको होटलमा कोही पुरानो माइलाको अचार विचार होइन मेजमानी मेजमानी सोसाले आएको जस्तै छ नि यहाँ त घिउ हालेको छ। यस्तो आइटम छ खानेकुरा होइन? अझ यहाँ यता दरबारमा पनि छ है बाजे? ओल्दरबा ओलिङ ओडी अचार सचार चटनी गति ल्याए कान्छा सानो यो चाहिँ आलु तरकारी भटमासको अचार मिठो पुरै खाने यार हेक्का कि यो जिम यो चाहिँ माछा है हो र माछा भात यतापट्टि फापरको ढेँडो सुर्लभ ल है हजुर हो। हामी चाहिँ बन्देउमा सिमलेमा आएर लोकल माछाको भात चावलको भात कोहीले ढेँडो खानुभएको छ। के छ बेलुकीको सुखको मानौ भनेर यसरी लुको लुको खाँदैछौँ। ल है आज चाहिँ हामी टक्क फ्यामिलीहरू काठमाडौँदेखि चौतारासम्म आएँ। चौतारादेखि हामी फेरि यो ठाउँको नाम के रे बाजे हाम्रो? बन्देउ सिमले छौँ। अहिले हामी चट्ट डिनर खाइसकेपछि चाहिँ चट्ट जाने सुकुटे बिचमा गएर चट्ट आनन्दसँग बस्ने हामी फ्यामिली सबै। हाम्रो बाजे उहाँ हुनुहुन्छ, हाम्रो मोटे दाई सुरध्वज मोक्तान, हाम्रो अङ्कल, हाम्रो फ्यामिली चट्ट आज छार मोक्तान। ल अब फाइनली अब हाम्रो चाहिँ यो ठाउँ अब आज हामी काठमाडौँबाट चौतारा गयौँ। चौतारादेखि माथि गुम्बा सुम्बा यसो घुमेर तलतिर आउँदाखेरि आज सुकेटे बिचमा माइला दाईको उही पुरानो भान्साघरमा आयो। अब हामी डिनर सकेर अब हाम्रो चाहिँ चट्ट अब सुत्ने काम मात्र छ बाँकी। धेरै रमाइलो हो आजको घुमाइ।
अब नेक्स्ट भिडियो चाहिँ भोलि आउँछ। अब हामी फेरि भोलि कालिम्पोङ जाने छ सुरुमा। अब आजको लागि चाहिँ यहीँ इन्डिङ हुन्छ। प्लस सुरधोज मोक्तान अफिसियल युट्युब च्यानलमा चाहिँ सबैजना गएर टक्क सब्सक्राइब र बेल आइकन र कमेन्ट पनि गरिदिनु होला। हस् त, धन्यवाद, नमस्ते।